बसंती हावाले तिमीलाई छुँदा बसंती हावाले तिमीलाई छुँदा मलाई डाह हुन्छ भन किन होला। 2046 सालपछि प्रजातन्त्रको उदयसँगै नेपालीहरू विदेशिने क्रम बढ्दै गयो। 2046 सालभन्दा पूर्व राजधानी बनाउन पनि निकै कठिन हुने हुँदा विदेशिने नेपालीहरूको सङ्ख्या पनि ज्यादै न्यून थियो। तर प्रजातन्त्रको उदयपछि नेपालीहरू विदेशिने क्रम बढ्दै गयो। तर हामी जहाँ जसरी जता गए पनि आफ्ना धर्म र संस्कृतिलाई आफूसँगै अँगाल्दै लैजाँदा रहेछौँ। नेपाली फिल्म वीरताको चिनो यसबेला अस्ट्रेलियाबाट बेलायत आइपुगेको छ। शङ्कर घिमिरेले निर्देशन दिनुभएको, जसका नायक विराज भट्ट, नायिका ऋचा घिमिरे लगायत बेलायतवासी सन्तोष विश्वकर्मा पनि हुनुहुन्थ्यो। यस चलचित्रको प्रथम प्रदर्शनको शुभारम्भ एनआरएन युके का अध्यक्ष श्री सूर्य गुरुङले गर्नुभएको थियो भने उक्त अवसरमा नेपाल टिभीका सञ्चालक श्री विजय थापाको पनि उपस्थिति रहेको थियो। त्यसै समारोहमा नेपाली पत्रका सम्पादक नवीन कोमलको पनि उपस्थिति रहेको थियो। आज हामी तपाईहरुलाई यही कार्यक्रमका केही अंशहरू प्रस्तुत गर्न गइरहेका छौँ। म यहाँलाई पनि यहाँ आइदिनु भएकोमा हार्दिक जलनले आँखै सल्किन्छ के गरौँ। आफ्नो रहेछ हैन, सामाजिक अब एउटा नारी, मेन कुरा त एउटा नारी भएको हिसाबले गर्दाखेरि महिलालाई अब स्टिल पनि अहिलेको 20th सेन्चुरीमा पनि बोक्सीको जुन आरोप लगाउने कुरा चाहिँ एकदम इम्प्रेसिभ लाग्यो। राम्रो छ, सबैलाई जनाले हेर्नुपर्छ एकचोटि। ओभरअलमा राम्रै छ, द्वन्द असाध्यै मन पर्यो। हिरोहरू पनि नयाँ नयाँ प्रस्तुति भए पनि एकदम राम्रो उनीहरूको प्रस्तुति देखाउन सके। राम्रो छ ओभरअल, एकदम राम्रो भयो, एकदम राम्रो राम्रो कस्तो लाग्यो? समाज सापेक्ष कथावस्तुमा एकदम राम्रो निर्देशनमा राम्रो अभिनय भएको चलचित्र लाग्यो मलाई, एकदम राम्रो। अलिकति देशको एउटा पोलिटिक्सलाई पनि अलिकति समेट्न खोजेको र नेताहरूलाई घचघचाउन खोजेको जस्तो लाग्यो। एकदम राम्रो छ, भविष्यमा अझ सफलता पाओस् भन्ने म चाहिँ शुभकामना। नमस्कार, फिल्म कस्तो लाग्यो हजुरलाई? एकदम राम्रो लाग्यो। एकदम के पक्ष धेरै राम्रो लाग्यो? एक्टिङहरू सबै कुरा, कथा राम्रो छ। अनि हजुरलाई कस्तो लाग्यो? मलाई पनि राम्रो लाग्यो। सबभन्दा राम्रो अभिनय कसको लाग्यो? प्रकाश दाइ के अरे उहाँको एकदम राम्रो लाग्यो। सबैको राम्रो छ, सबैको राम्रो छ। त्यसपछि यहाँले इन्जोय गर्नुभयो? ओके, गुड, भेरी गुड। राम्रो लाग्यो हजुर। सबभन्दा राम्रो के लाग्यो फिल्मको? सबैलाई राम्रो। फाइट राम्रो लाग्यो कि गीत राम्रो लाग्यो कि अभिनय राम्रो लाग्यो कि के राम्रो लाग्यो क्याटेगोरिकली भन्नु पर्दाखेरि? गीत पनि राम्रो छ, फाइट पनि राम्रो छ। तिमीलाई राम्रो। कस्तो राम्रो? ठिकै। व्हाट इज दिस? राम्रो अनि ठिकै? तिमीलाई कस्तो लाग्यो? ठिकै। कस्तो लाग्यो फिल्म?
फिल्म एकदम सन्देशमूलक छ यसले भन्न खोजेको अहिलेको जुन परिस्थितिमा एकदम समसामयिक र केही युवाहरूले जुन युवाहरू भविष्य कर्णधार भनिन्छ नि उनीहरूले केही गर्न सक्छन् भन्ने कुरा चाहिँ यसले प्रस्तुत गर्न खोजेको छ। अनि ओभरअलमा फिल्मको कस्तो छ? तपाईँले धेरै ग्याप धेरै भएको छ नेपाली फिल्म हेर्नुभयो कि रेगुलर हेर्नुहुन्छ नेपाली फिल्म? त्यस बिचमा केही ग्याप भएको थियो होइन, तर यसको सङ्गीत पछि पनि धेरै राम्रो छ। मेन यसले दिन खोजेको जुन सन्देश हो नि यसको विषयवस्तु चाहिँ एकदम समसामयिक र समसामयिक खालको छ। भन्नाले यहाँले एउटा कुरा यहाँ चाहिँ निकै प्रभावित हुनुभयो होइन नेपाली फिल्म यत्रो अन्तरालपछि हेर्दाखेरि पनि यहाँलाई धेरै रमाइलो लाग्यो होइन? भएको रहेछ जस्तो अहिले नयाँ कथावस्तु अनि सङ्गीतपछि जुन सबल छ धेरै बिस्तारै इम्प्रुभ हुँदै गएको चाहिँ मैले महसुस गरेँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू। ओभरअलमा समग्रमा ठिकै लाग्यो। कस्तो खालको राम्रो कसरी यहाँले यो फिल्मलाई सानो छोटो कमेन्ट गर्नु पर्दाखेरि यहाँले कसरी गर्नुहुन्छ? नेपाली फिल्महरूलाई अब अरू फिल्महरूसँग तुलना गरेर कमेन्ट गर्न सकिँदैन। नेपाली फिल्म अब भर्खरै जम्दैछ, भर्खरै सुरु हुँदैछ, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले केही कमी कमजोरी भए पनि त्यसलाई सकारात्मक रूपमा चाहिँ लिनुपर्छ र आउने दिनमा अझै सुधार्ने पक्षका रूपमा लिनुपर्छ। खास गरी यो फिल्ममा चाहिँ फिल्मले जुन सन्देश दिन खोजेको छ त्यो चाहिँ मलाई महत्त्वपूर्ण पक्ष लाग्यो। अब यो फिल्म जसले हेरेको छैन अहिलेसम्म नि जुन दर्शकहरू पोटेन्सियल भ्युवर्सहरू जो हुनुहुन्छ नि जसले हेर्नु भएको छैन उहाँले सोध्नु पऱ्यो यहाँलाई यो फिल्म कस्तो छ हेर्न जाउँ कि नजाउँ भन्दा यहाँले के सल्लाह दिनुहुन्छ? यो फिल्म राम्रो छ, सबैले हेर्नु अझै राम्रो हुन्छ मेरो। थ्याङ्क यू, धन्यवाद। मेरो आएको फिल्म कस्तो लाग्यो? राम्रो लाग्यो। कस्तो राम्रो? साह्रै राम्रो। फिल्मको हिरो राम्रो कि हिरोइन राम्रो कि गीत राम्रो कि फाइट राम्रो कि के राम्रो? फिल्म होल फिल्म राम्रो। गीतहरू राम्रो, स्पेशली गीतहरू। अनि कुन चाहिँ गीत एकदमै राम्रो लाग्यो? मलाई त्यो वीरताको चिनो हो। हो मलाई पनि त्यही मन परेको थियो। कस्तो म्याच भएछ। थ्याङ्क यू। सीमित स्रोत र साधनबाट पनि होइन अब एकदमै एउटा त्यो छायाङ्कनको उहरू भयो। जस नेपाली फिल्म पनि यतिको राम्रो हुन्छ बनाउन सकिन्छ भन्ने यस्तो एउटा विश्वास दियो नि यो फिल्मले होइन? हजुर एकदमै एकदमै मलाई चाहिँ त्यो जुन कसरी त्यो सीमित स्रोत र साधनबाट पनि एकदमै राम्रो बनाइएको छ कि। हजुर धन्यवाद। यहाँले पनि हेर्नुभयो है, कस्तो लाग्यो? धेरै वर्षपछि नेपाली फिल्म हेरियो। कति वर्ष? धेरै भन्नाले कति वर्ष? धेरै नै भयो होला, मैले नेपाली फिल्म हेर्नेकै मौका नै पाएको थिएन। कस्तो लाग्यो? धेरै वर्षपछि हेर्दाखेरि कस्तो लाग्यो? धेरै राम्रो लाग्यो। इन्जोय गर्नुभयो यहाँले? रुनुभयो कि रुनु भएन फिल्ममा? एकचोटि रुम जस्तो त भएको थियो। कुन बेलामा विशेष गरी? जब सन्तोषको चाहिँ लास्ट स्टेजको थियो त्यो बेलामा आफ्नै भाइ सन्तोष जेम्सको त्यो बेलामा चाहिँ अहिले कस्तो कस्तो लाग्यो मन है। तर अलिक खल्लो भयो है? खल्लो भयो। अनि बाहिर आएपछि सन्तोष जिउँदै देख्दा हाँस्नु भयो फेरि? अनि देखेको छैन मैले। ए हस् थ्याङ्क यू सो मच। मेरो मुटु छुयो, वास्तवमा मुटु छुयो। के भने अब फिल्ममा अब आफ्नो मन जस्तो हुँदैन कतिपय, तर नभए तापनि यो फिल्मले सबैलाई हामी विदेशमा रहेर हाम्रो देशको स्थिति अनुसार सबैलाई छुनुपर्ने हो वास्तवमा। धन्यवाद धन्यवाद। दाइ फिल्म हेर्नुभयो है? हजुर हजुर। कस्तो लाग्यो फिल्म? एकदमै जोस राम्रो छ। दाइलाई के को पक्ष सबभन्दा फिल्मको सबभन्दा राम्रो पक्ष के लाग्यो दाइलाई? यसमा अब पक्ष हेर्दाखेरि भनौँ बेसिकली अब म त एउटा गायक हजुर हेर्दाखेरि चाहिँ मलाई चाहिँ अब त्यस गीतको शब्दहरू गीतको सङ्गीतहरू हजुर गीतको शब्द सङ्गीतहरू एकदमै राम्रो छ। राम्रो छ है? राम्रो लाग्यो होइन। मलाई पनि चाहिँ एकदम गाउँ जस्तो लाग्यो। गाउँ त्यो अभियसली हजुर हजुर मेहनत गरेका छन् जस्तो लाग्यो होइन? हजुर एकदम अफकोर्स मेहनत एकदमै गरेको छ। र अरू पक्ष हेर्दाखेरि अब साधारण कथावस्तु एकदमै जोस राम्रो छ। अहिलेको नेपालको परिस्थितिलाई सुहाउने किसिमको रहेछ। दाइले पनि अरू नेपाली फिल्ममा गीतहरू गाउनु भएको छ होइन? अब यो फिल्मको गीतहरू हेर्दाखेरि दाइलाई त्यसलाई कसरी दाइले डिसगाइज गर्नुहुन्छ? जस्तो आफूले गाएको गीत र अहिले गाएको गीत सुन्दाखेरि त्यसमा केही सुधार गर्नुपर्ने अथवा त्योभन्दा अलिक परिमार्जित भइसकेको दाइले के अनुभव गर्नुभयो? होइन अब यसमा जति पनि कलाकारहरूले गाएका छन् एकदमै माझिएर गाएका छन्, एकदम राम्रो छ। र अरू भन्नु पर्दाखेरि अब सङ्गीतको क्षेत्रमा अब हाम्रो सुरेश अधिकारी एकदमै राम्रो सङ्गीतकार हो अहिलेको। त्यो दाइलाई चित्त बुझ्यो जे हो सङ्गीत सुन्दाखेरि अलिकति यहाँ यसो गर्न पाए हुन्थ्यो जस्तो चल्ने बानी हुन्छ नि अलिकति त्यही क्षेत्रको भएको हुनाले यता चाहिँ अलिकति अलि मिलेन छ कि भन्ने खालको त्यस्तो खल्लोपना कहीँ पनि लागेन? होइन त्यस्तो खल्लोपना कुनै पनि लागेन। किन भन्नाले अब त्यो पहिलोचोटि मैले त्यो गीत सुनिरहेको छु फिल्ममा आज हेरेर होइन। हजुर पहिलोचोटि हेर्दाखेरि सुन्दाखेरि अब हामीले त्यसमा चाहिँ अलिकति भनौँ न अब कहाँ गलालाई खेलाउने भन्ने कुरो हामी त्यति अब
तत्कालै भन्नु त सक्दैनौँ रेकर्डिङको टाइममा चाहिँ जब हाम्रो मुड हुन्छ त्यतिखेर चाहिँ हामीलाई एकदम सजिलो हुन्छ जस ओभरअलमा गीत चाहिँ मेलोडियस छ होइन एकदम सङ्गीतमा बग्या छ राम्रो छ होइन एकदमै बग्यो धन्यवाद दाइको समयको लागि थ्याङ्क यू भेरी मच तिम्रै नाउँ लिए